अब चाहिँ म माइली भाउजू घर आएको अनि माइली भाउजू म केटाकेटी भएर चाहिँ जानु पर्यो भनेर अनि भाउजूकोमा छु। छिटो छिटो तयारी गरेर बस्नु भयो होला भनेको त त्यो छ कति बेला हो थाहा छैन। तल गएर यसो छिटो छिटो गरेर गएको हो अनि कोठाहरू सफा गरेर अलिअलि लुगा पनि धोइदिन छ अनि त्यही लुगा पनि धोइदिएर आउँला भनेको। बुढो हुनुभयो बा अब रोगी हुनुहुन्छ केही गर्न सक्नुहुन्न अनि त्यही भएर पनि जाँदैछौँ। त छिटो गर्नु भाउजू जाऊँ। हामी अब हिँड्दैछौँ। मेरो घर हो त्यहाँ मास्तिरपट्टि मेरो घर हो अनि नजिकै मेरो भदिनी दाइकी कान्छी छोरी यो चाहिँ मेरो छोरी अनि हाम्रोतिर चाहिँ मन्दिरमा राम्रो बनाउनु भएको छ हाम्रो मन्दिर यति राम्रो छ। अनि हाम्रो चाहिँ भोलि कालिरात्री आयो कि आज हो भोलि आज असाध्यै रमाइलो हुन्छ हाम्रो यो मन्दिरमा। यहाँ देख्न सक्नुहुन्छ यहाँ सिँगारेर कति राम्रो छ। अनि यो चाहिँ हाम्रो मन्दिर हो। साथीहरू म पनि पुग्न लाएँ अब माइतीतिर। यसरी टाढा ज भएको माइती पनि हामीले यस्तो चप्पल लगाएर नि आउँछौँ क्या। यता त बेसरी रमाइलो छ त के को हो यस्तो। ह्याप्पी दसैँ यो चाहिँ मेरो कान्छो भाइ यहाँ दसैँ लागेछ यसलाई जित्दै परेछ। ए हाम्रो गाउँको दाजुभाइहरू यिनीहरू सबैजना मजै रमाइलो भएछ। यिनीहरूलाई दसैँ लागेछ आजैबाट। हाम्रो दाइको सम्पत्ति यहाँ चाहिँ हाम्रो दाइको सम्पत्ति हाम्रो दाइको गरिखाने भाँडो हाम्रो दाइको जिन्दगी। यही अटोले कति प्रगति गरिसक्नुभयो। म चाहिँ आएँ साथीहरू माइती सके माइती अनि गएर भन्नुपर्दा यो मेरो बुढो घर है हाम्रो नयाँ घर हो। अनि यसको चाहिँ बाहिर प्लास्टर छैन भित्र चाहिँ एकदम राम्रो छ हरियाली छ लुगा सुकाउने ठाउँ यस्तो छ। हेर्नुहोस् के गर्नु मन्त्री अरे यो घरको मन्त्री चाहिँ यता हुनुहुन्छ। लुगा धोइदाइ चलिरहेको रहेछ। अरू भाउजू हुनुहुन्छ उहाँ चाहिँ ठुलो भाउजू। अनि दाइ खै त दाइ खै त आर घरको राजा के छ दाइ सन्चै हुनुहुन्छ? बा कहाँ जानुभयो चोर त चापी लाउनु भएको त। ल ए यो चाहिँ ठुलो भदिनी चाहिँ यो ठुलो भदिनी म यसको कान्छी म त हल्की रमाइ हुर्केँ म बुढी भएँ हुर्केर ठुलो भएँ। ओके अन्त मान्छे है त कति महँगो भएछ त कति महँगो भएछ त। हरियो त्यो गर्दै सुकेको गर्दै चक्लेट पाउँदैन हामीले चक्लेट पाउँदैन। ए रुबीले भात खाइसके भात पनि खाइयो खाने गाह्रो नखाने गाह्रो समस्या।
म चाहिँ हुँ कोपिला दिदीको भदिनी सिरिया। यहाँ कोपिला दिदी हुनुहुन्छ लुगा धु गाइज। अब म लुगा पखालेर आइसकेँ। अब यता अमृत आन्टी पनि आउनुभएको छ। त्यो कपडा पखाल्दै हुनुहुन्छ। त्यो मैले पखाल्न नसकेर अमृत आन्टी आउनुभएको हो। फोन गरेर तुरुन्त आउन पर्छ। ऊ अब उहाँ हुनुहुन्छ कोपिला दिदी। अर्को कलेक्सन लिएर बस्नु भएको छ। हामीले चाहिँ यति धेरै कपडा धोएर सक्यौँ। अझै यता पनि छ। यस्तो गर्नुमा हाम्रो लुगा धुँदैछौँ। अब यो कति बेला सक्ने हो? यस्तो गर्मी के हुने होला अब हाम्रो हालत। आउनु भएको छ कोपिला दिदी। आज चाहिँ हाम्रो बुवा बिरामी हुनुभएकोले आफ्नो बाबाको मायाले यहाँ कपडा धुन आउनु भएको छ। हेर्नु न यहाँ कपडा कति धेरै छ। यो कहिले बिहा हुने होला यो कपडा धोएर। आमामामा अझै यो बुटोलको गर्मी। अहिले आउँछ धेरै भएको छ कपडा। आज चाहिँ हामी बाबाको लुगा धुन आएको। बाबा बिरामी हुनुहुन्छ। बाबाले फेरि अब लुगा धुन उड्न नसक्ने। दसैँ पनि नजिकै आइसक्यो। पर्सिको दसैँ छ। आज हामी फुपू भदैनी मिलेर चाहिँ भदैनीले पखाल्ने फुपूले लस्काउने। हाम्रो चाहिँ यस्तो छ आज। जे जस्तो भयो नि फेरि बाबुआमाको माया भन्ने कुरा भिन्दै लाग्ने साथीहरू। के गर्नु बाबुआमालाई दुःख परेको हेर्न नसकिने। यो घाम देख्नु भयो होला नि। यस्तो घाममा चाहिँ हामीले यसरी लुगा धुँदैछौँ। लुगा पनि थोरै छ र आमामामा यत्रो धेरै लुगा छ। फेरि धुनु पर्दाखेरि गर्मी पनि धेरै छ। किन बुवाको माया भन्दा गर्मी धेरै भएर आइरहनु भयो है। आँखाभित्र पसिना पसो। साथीहरू म चाहिँ घर आइपुगेँ होइन। अनि मलाई चाहिँ एकदम सन्चो नहुने जस्तो अवस्था आइपऱ्यो। लुगा लाएर लुगा त हिजोदेखि नै लगाइराखेको थियो। अनि आज घाममा बसेर अनि यसो काम गरेको झन् बढी भयो। म चाहिँ अब औषधि खाएर सुत्ने अवस्थामा छु। तर भोलिसम्म त सन्चो भइहाल्छ। लुगा नै हो सामान्य। अनि सबैजनाले दसैँ हाँसी खुसी मनाउनु। सबैजनालाई विजय दशमीको धेरै धेरै शुभकामना छ। अनि हामी पनि घर कान्छौँ भ्याएँ तल बाबा बिरामी। अनि झ्याप्री काम सकेर अनि आएको यताउता सरसफाइ। अब बाबा पनि बिरामी अब गर्दैनी। अब त्यस्तो सबैजना जागिरहेछन् कोही नै। अनि सबैजना मिलेर भाउजू हामी सबै मिलेर अनि कामसाम सकेर आइयो। सबैजनाले दसैँ राम्रोसँग मनाउनु होला। अनि सब्सक्राइब गर्न नबिर्सिनु। लाइक कमेन्ट गर्नु। सबैजनालाई धेरै माया। अनि ह्याप्पी दसैँ विजय दशमीको धेरै धेरै शुभकामना सबैजनालाई। त यति भन्दै अर्को ब्लगमा भेट्नु नै छौँ। त्यसको लागि सबैजनालाई नमस्कार अनि बाई बाई।